गुड मर्निङ एभ्रीबडी साथीहरू सबैजनामा शुभ बिहानी, शुभ दिन, शुभ साहित। आजको म चाहिँ आज रामेछापमा छु मेरो घरमा र आजको वेदर चाहिँ यस्तो छ। हजुरहरूलाई यो भिडियो मार्फत मैले आजको वेदर देखाएँ। हजुरहरू स्वीकार्नु होला। नमस्कार। हजुरहरू चिया पानी भयो भएन, चिया पिउनु भयो होला। अब समय पनि यति धेरै भइसकेको छ। आज चाहिँ म मेरो आफ्नै गाउँको भिडियोहरू हजुरहरू माझ ल्याउँदैछु। यस्तो छ आजको वेदर चाहिँ। हजुरहरू ठ्याक्कै 2082 साल वैशाखको 13 गतेको वेदर है हजुरहरू। यो चाहिँ यो भन्नुपर्दा चाहिँ ठ्याक्कै रामेछाप सैपुमा मेरो घर माथि पनि यत्रो धेरै भिड छ। र यो मेरो देवरको घर, काका ससुराको। यस्तो छ है हजुर वेदर रामेछाप सैपुको। यस्तो छ आजको वेदर। पानी परेको छ। यो पानी परेको दृश्यलाई अलिअलि मेरो हल्का फुल्का काम पनि थियो घरमा रिपेयरिङ गर्ने। यो समयलाई पनि पानीले चाहिँ अलिकति अविरोध पुर्याउला जस्तो मलाई लागिरहेछ। तपाईँ केही छैन, ठिकै छ। प्रकृतिको नियम, सृष्टिकर्ताको योजना। यस्तै छ यो मेरो घर, मेरो काका ससुराको घर चाहिँ यो हो। उतापट्टि एकजना भतिजीको घर पनि छ। यतातिर पुरै सैपुको गाउँ। यस्तो छ है हजुर। घर मेरो सैपु रामेछाप, मनमा छैन केही पनि पाप, छैन मनमा केही पनि पाप। घर मेरो सैपु रामेछाप, छैन मनमा केही पनि पाप। ल है हजुर हो, यस्तो छ। आकाशको आवाज पनि सुन्नु होला हजुरहरू। सुनिसक्नुभयो, धन्यवाद। शुभ बिहानी हजुरहरू सबैमा, शुभ दिन। नमस्कार।